हेलो हाई दर्शन नमस्कार गुड मर्निङ सबैजनालाई। के छ खबर खोकी पनि लाग्दैछ, खाँसी लाग्दैछ, गर्मी छ। अहिले धेरै गर्मी छ, मौसम चाहिँ गर्मी छ कुवेतमा। हजुरहरू कहाँ के गर्दै हुनुहुन्छ? स्वास्थ्य रहनु होला, व्यस्त रहनु होला। एकदम गर्मी छ, गर्मीको मौसम छ। अनि त्यो हुनाले चाहिँ अहिले चाहिँ म चाहिँ बिहानको मर्निङ वाक दिँदैछु। त्यस्तै हो, दिनमा त लास्टै गर्मी हुन्छ। बाहिरको वातावरण चाहिँ यस्तो छ भन्नु होला पुरा। अनि गर्मी छ भन्न सकिँदैन, लास्टै गर्मी हो गर्मी पनि। अनि के गर्नु, त्यस्तै छ। झाडीमा माबुलाको झाडी हुन्छ, काम गर्ने केटी गोलादियाको काम गर्ने केटी होइन। ठुल्ठुलो गाडीहरू चाहिँ ठुल्ठुलो गाडीहरू चाहिँ सरर जाँदैछ, त्यस्तै हुन्छ। गाह्रो छ गर्मी पनि यति गर्मी भन्नुहुन्छ कि कुरा नगर्नुहोस्। योभन्दा गर्मी हुने ठाउँ छैन। मान्छेले भन्छ नि कुवेतमा राम्रो हुन्छ, धेरै पैसा कमिन्छ अरे, पैसा ठुलो अरे। तर के गर्नु, पैसा ठुलो भएर काम छैन। अब तपाईँको चाहिँ हाम्रो नेपालीहरू चाहिँ 3 लाख 4 लाख 2.5-3 तिरेर आउँछ। यहाँ चाहिँ पैसा भनेको चाहिँ तपाईँको चाहिँ बेसिक सेलेरी भनेको चाहिँ तपाईँको चाहिँ हाम्रो लेबर यताउति आउनेलाई 80 केडी 100 केडी 120 मात्रै दिन्छ। त्यसमा पनि कुनैमा लजिङ फुटिङ छ, कुनैमा छैन होइन। गाह्रो छ नि यहाँ। र कुवेतमा आउँदाखेरि हजुरहरू जानेर बुझेर आउनु भने राम्रो हुन्छ होइन। पुरानो हुँदै गएपछि बढ्छ पनि। र कम्पनी राम्रो छ भने चाहिँ तपाईँको ओभर टाइमहरू अब लजिङ फिटिङ हुन्छ, राम्रै हुन्छ। बुझेर आउनुको लागि अनुरोध गर्दछु। त्यस कारणले गर्दाखेरि भन्नु होला, हामीहरू यहाँ धेरै साल भएर पनि अझ पनि हाम्रो भने जस्तो सेलेरी पाइँदैन। त्यस कारणले गर्दाखेरि यो ठाउँमा आउँदाखेरि धेरै गर्मी छ। यो ठाउँमा प्रायः जस्तो पहिला छोरीचेलीहरू त्यति आउँदैन थियो। अहिले चाहिँ छोरीचेलीहरू पनि प्रशस्त आउने अनि नाम पनि चलाउने। धेरै जस्तो चाहिँ हाम्रो नेपालीहरू चाहिँ रक्सी जाँडमा नै नाम चलाएको छ। पक्रियो अरे यता पक्रियो अरे न्युजहरू सुनिन्छ नि त। अब तर पनि अब यो मान्छेलाई जस्तो आफ्नो लाइन, आफ्नो विचार, जुन लाइनमा हिँड्छु भन त्यही लाइनमा हिँड्न पाइन्छ। र आफूले त्यो लाइनमा नहिँडेपछि आफू सुरक्षित हुन्छ। त्यस कारणले सुरक्षित हुनलाई पनि अनुरोध गर्दछु। कुरो त त्यसो छ। अब तपाईँ चाहिँ भन्नुहुन्छ म चाहिँ यहाँको राउन्ड बोर्डमा आएछु। राउन्ड बोर्ड बोल्नु हो, यो राउन्ड बोर्ड हो। राउन्ड बोर्डमा जाँदैछु। यो गाडी मेसिन बोकेर कता हिँडिरहेछ त्यस्तो मजाले। अब म यहाँदेखि चाहिँ पारिपट्टि तर्छु। डाँडा माथि बिहानमा घाम लाग्यो, पछिको पलाउयो, बतास चल्यो सिरी। अब हेर्नु कस्तो घुम्दै गएर यस्तो घुम्छु। अब म
मस्जिद, दिस माई मस्जिद, देख्नु नि मस्जिद, देख्नु मस्जिद। लोकल बस आयो तपाईँको चाहिँ, यो चाहिँ लोकल बस, देख्नु नि लोकल बस, लोकल बस, सिटी बस चाहिँ होइन, लोकल बस। त्यो चाहिँ गाउँभित्र पस्ने लोकल बस हो। सिटी बस चाहिँ मेन रोडमा मात्रै हुन्छ। यस्तै बस त जिन्दगी चाहिँ गर्मी छ। अब हल्का अहिले घाम निस्किसकेको छ, बिहान 5 बजी घाम निस्किन्छ होइन। बिहान घाम निस्किएपछि घाम निस्कियो त गर्मी नै भइहाल्छ। घामै ननिस्किन्छ त्यसै पनि गर्मी हुन्छ, त्यसै अटोमेटिक गर्मी हुन्छ। अब माटो तातिएको छ, हावा तातिएको छ नि त, हावा पनि तातो छ नि त। त्यस कारणले गर्दाखेरि अहिले तातो मौसम, सारा संसार तातो, यतै तातो उतै तातो, तातै तातो, त्यस्तो धेरै तातो छ यहाँको मौसममै। अब दिउँसो चाहिँ 47-48 अहिले बढ्दैछ, 48, 49, 50 पुग्छ, कति पुग्छ पुरै न। अहिले चाहिँ तपाईँको चाहिँ कम्पनीले चाहिँ कामहरू ठप्प, दिउँसो चाहिँ काम गर्नु मना गरिदिएको छ। राति बेलुका मात्रै चल्छ, बेलुका 4 बजीदेखि उता। अनि तपाईँको बिहानैदेखि 11 बजीसम्म त चल्छ। तर 11 बजीसम्म मान्छेहरू मर्छ नि त, भक्लकै मर्छ, भक्लकै। कुरो बुझ्नुभयो त, मान्छे बिहान साह्रो गर्मी पो हुन्छ त अनि त्यही हुनाले। हवस् त, हजुरहरूलाई चाहिँ मैले चाहिँ कुवेतको केही कुराहरू जानकारी गराइदिएँ। अनि यो कहीँनिर चाहिँ झोडी जङ्गलतिर भन्नुहुन्छ होला, म चाहिँ रोडको छेउछेउमा रुखको छायामा हिँड्दैछु। त्यो रुखहरू देखिएको जङ्गलतिर नभनिदिनु होला।